जस्ट क्यामेरा खोल्यो बोल्यो, नो स्क्रिप्टिङ, नो राइटिङ, नो एडिटिङ, नो इफेक्ट, नो ट्याग, नो डिस्क्रिप्सन, नो टाइटल, कुनै पनि कुरा छैन कि बस भिडियो खिच्यो, जे कुरा छ सेयर गर्यो अनि पोस्ट गर्यो। यसै गरी आज मेरो यो च्यानलको मेरो 100 दिन च्यालेन्जको 1/4 भिडियो, यो मेरो 25औँ भिडियो रहेको छ। अब कसरी छिटो 25 भिडियो आएछन् थाहै भएन। बाँकी अब यस्तै गरी 100 दिनसम्म हाल्ने नै छु। आजको 25 भिडियो स्पेसल त केही छैन, बाँकी त्यस्तै हो, आफूले सोचेको जस्तो भइरहेछ। अब यसमा राम्रो तरिकाले भ्युज नआए पनि, 25 दिनसम्म एउटा सब्सक्राइब नबढे पनि, अथवा वाच टाइम कुनै कुरा त्यस्तो बेनिफिट नभए पनि, तर मलाई पर्सनली रूपमा चाहिँ कन्फिडेन्स लेभल अनि यसरी क्यामेरामा बोल्ने कुरा चाहिँ डेभलप भइरहेछ। आफूमा त्यो परिवर्तन देखिरहेको छु। बाँकी लाइक कमेन्ट भ्युज त्यसको परवाह नगरौँ। ओके, यस्तो गरी हाल्दै हुन्छु। कोही हेर्नुहुन्छ हेर्नुहोस्, नत्र नहेर्दा नि हुन्छ। ओके, द्याट्स फर टुडे। अझै हाल्दैछु, हामी फेरि मिल्नेछौँ भोलि।